भजन सङ्ग्रह 32 अध्यायको 1 देखि 7 पदले यसरी भन्दछ, धन्य त्यो व्यक्ति जसका अपराध क्षमा भएको छ र जसका पाप ढाकिएका छन्। त्यो मानिस धन्य हो जसलाई परमप्रभुले दोषी ठहराउनुहुन्न र जसको मनमा छल कपट छैन। जब म मौन रहे, दिनभरिको मेरो करुण करन्दनले मेरा हाडहरू खियाएर गए, किनकि दिनरात तपाईँका बाहुलीको भार माथि रह्यो। मेरो शरीरको शक्ति ग्रीष्मको तापले भए झैँ सुकिसकेको थियो। तब मैले आफ्नो पाप तपाईँको सामुन्ने स्वीकार गरेँ र मेरो अधर्म मैले लुकाइन। मैले भने, म आफ्नो अपराध परमप्रभुको सामुन्ने स्वीकार गर्नेछु र तपाईँले मेरो पापको दोष क्षमा गर्नुभयो। यसकारण हरेक भक्तजनले जबसम्म तपाईँलाई प्राप्त गर्न सकिन्छ तपाईँमा प्रार्थना गरोस्, अनि दुःख कष्ट र उर्लेको भेलले त्यसलाई छुने छैन। तपाईँ मेरो आश्रय हुनुहुन्छ, तपाईँले मलाई दुःखबाट रक्षा गर्नुहुन्छ, तपाईँले मलाई उद्धारका गीतले घेर्नुहुन्छ। आमेन। साँच्चै नै प्रियहरू, तपाईँ र मलाई आज उहाँको उद्धारको गीतले तपाईँ र मलाई घेर्नु भएको छ। तपाईँ र म जुन ठाउँमा थियौँ, जुन दलदले हिलोमा फँसेका थियौँ, जहाँबाट हामी उम्किन सक्ने नै थिएनौँ, तर उहाँले आफ्नो हात बढाइकन तपाईँ र मलाई त्यहाँबाट अचम्म प्रकारले निकाल्नु भएको छ। तपाईँ र मैले जब हाम्रा दोषहरूलाई प्रभु कहाँ राख्यौँ, प्रभुले कुनै पनि त्यसको मतलब नराखिकन, कुनै पनि त्यसलाई कुनै पनि त्यसमा एउटा हुन्छ नि शर्त नराखिकन परमप्रभुले तपाईँ र मेरो पापहरूको दोषलाई मेट्नु भएको छ। अनि आज तपाईँ र मलाई आजाद गर्नुभएको छ। उहाँको राज्यको एउटा सन्तान ठहराउनु भएको छ। उहाँको अनुग्रह अनि उहाँको कृपाले, उहाँको अपार अनुकम्पमा तपाईँ मेरा अपराधहरू क्षमा गरिएका छन्। हामी क्षमा गरिएका छौँ भने हामी आज धन्यका पनि हौँ प्रियहरू। त्यसकारण आज हाम्रा पापहरू ढाकिएका छन् ख्रीष्टको बलिदानमा। उहाँको धार्मिकता, उहाँको अनुग्रह र उहाँको धार्मिकताको वर्णन हामी गर्नेछौँ। प्रभुलाई महिमा दिनेछौँ। आउनुहोस् हाम्रो हृदयका कन्तुरहरूलाई खोलौँ, प्रभुलाई धन्यवाद दिने हाम्रो हृदयको Sukam tapaiku asamaku justisti karnomu suntara sunjuga jandar lalu prakasama sansarma tapaiku prasamsa प्रशंसा होई रहोस् ईश्वरको, कति म सुन्छु
संसारमा आउँछ असीमा सबै जान्छन् विनम्र उनलाई महा बुझ्नेछु महान ईश्वरको गर्छु प्रशंसा हो प्रशंसा होइरहोस् ईश्वरको कति महान कति धन्यवाद योग्य प्रशंसाको योग्य महिमाको योग्य जय जयकारको योग्य
झरेको पात जस्तै तर प्रभुले उठाउनु भयो। संसारको दरिलो बन्धनमा भएको थिएँ, म पापको दास बनेर मर्दै थिएँ। म संसारको दरिलो बन्धनमा भएको थिएँ, म पापको दास बनेर मर्दै थिएँ। पापको बन्धन तोडी येशूले अनन्त जीवन दिनुभयो। पापको बन्धन तोडी येशूले अनन्त जीवन दिनुभयो। एउटा झरेको पात जस्तै तर प्रभुले उठाउनु भयो। एउटा झरेको पात जस्तै तर प्रभुले उठाउनु भयो। प्रभुले उठाउनु भयो। हालेलुया। धन्यवाद येशू। तपाईँ साँच्चीकै पिता परमेश्वर महान प्रभु, हामी संसारमा परमेश्वरको तर्फबाट तपाईँलाई हाम्रो सहारा उहाँको बन्धनबाट प्रभु बढी कुनै पनि त्यस्तो सहारा दिन हामीलाई योग्य तपाईँले बनाउनु प्रभु। झरिसकेको पातसरी हामी प्रभु तपाईँ यो संसारमा कोही पनि छैन, हामीलाई कुनै पनि आएन प्रभु। तपाईँले पिता परमेश्वर महान हुनुहुन्छ। तपाईँले पिता संसारका हरेक बन्धनहरूमा तपाईँले त्यो बन्धनलाई बिसाइकन तपाईँको स्वर्ग र राज्यमा ल्याउनु भयो। अनन्तको लागि तपाईँले संसारमा आएका थियो प्रभु, धन्यवाद। संसारको पापको बन्धनहरू तपाईँको मुक्ति, तपाईँको अनुग्रह, धन्यवाद तपाईँलाई सबै। तपाईँको कृपा घोषणा हामी गर्दछौँ। साँच्चै तपाईँले हामीलाई सृष्टिकर्ता मुक्ति अनि उद्धार दिनुभएको छ। येशू तपाईँ धन्यवाद। हालेलुया। सबै कुरामा तपाईँले हामीलाई कृपा सुविधा शुद्ध परमेश्वर र तपाईँले बाहिर शक्तिशाली जसै तपाईँको शक्तिको घोषणा गर्छौँ, जसै तपाईँको नामको प्रशंसा गर्छौँ, जसै तपाईँको शक्तिको घोषणा गर्छौँ, जसै तपाईँको नामको प्रशंसा गर्छौँ। टुटेको हृदय जोड्नुहोस्, बन्धन सब उठाउनुहोस्, अन्धकार हटाउनुहोस्। होसना, मारानाथा, होसना, मारानाथा, होसना, मारानाथा, होसना, मारानाथा। जसै तपाईँमा साह्रै खुसी हुन्छौँ, जसै
तपाईँमा हृदय रमाउँदछ जसै तपाईँमा साह्रै खुसी हुन्छौँ जसै तपाईँमा हृदय रमाउँदछ हर्षको देख ल्याउनुहोस् धार्मिकता पहिल्याउनुहोस् अभिषेक पठाउनुहोस् होसना मरणथा होसना मरणथा होसना मरणथा होसना मरणथा येशू येशू धन्यवाद प्रभु यीशु पवित्र प्रभु तपाईँले महिमाको प्रशंसा गर्दै हामी सर्वोच्चमा विराजमान सुन्नुहुने तपाईँलाई हामीलाई तपाईँको महिमा साँच्चीकै तपाईँ जयमान भएको छ तपाईँ मात्र आराधना योग्य प्रशंसाको योग्य जय जयकार तपाईँले महान तपाईँ मेरो राजा तपाईँ स्वर्ग अनि पृथ्वीमा विराजमान योग्य
प्रशंसा गुन्जेवान होस्। यसको निम्ति मानिसहरूलाई तपाईँले बोलाउनु भयो। तपाईँको प्रशंसा तपाईँ सबैमा लागि तपाईँले बोलाउनु भयो तर मानिस चुक्यो। फेरि पनि तपाईँ कस्तो बलिदानद्वारा तपाईँको अनुग्रहद्वारा फेरि पनि हामीलाई तपाईँको महिमाको निम्ति तपाईँको राज्यमा त्यसको निम्ति तपाईँलाई धन्यवाद। सारा आदर, सारा महिमा, सारा प्रशंसा हाम्रो हृदयको अन्तरस्थितमा चढाएका यी शब्दहरू भजन कोरसबाट गाएका शब्दहरूबाट केवल तपाईँ येशूको महिमा होस्, केवल तपाईँको प्रशंसा होस्, कारण तपाईँ त्यो योग्यको हुनुहुन्छ। धन्यवाद। सम्पूर्ण आराधना, प्रशंसा, धन्यवादको समय यो सम्पूर्ण कुरा तपाईँको हातमा चढाउँछौँ प्रभु येशूको उच्च अनि पवित्र नाममा। आमेन।